Hello everyone, welcome to my mini vlog. After long time पछि हामी चाहिँ भलिबल खेल्न आएको छौं। पहिला चाहिँ यो ग्राउन्डमा चाहिँ मान्छे आँटी हुन्थ्यो, अहिले चाहिँ छैन। गाउँमा कोही छैन, सबै झापा अनि दाइहरू पनि विदेशतिर जाइसक्नु भएको छ। यो चाहिँ यो र म मात्रै छौं, गाउँमा अरु दुईजना छ। त्यही हो, सबलाई माया छ। विदेशमा हुने दाइहरूलाई पनि सम्झेको छौं धेरै। पहिला सँगै गोल खेल्यो बस्यो हैन, अहिले छैन साथमा। सम्झना छ सबलाई, मिठो माया छ हैन। अब चाहिँ हामी गाउँमा धेरै छौं न। अब हाम्रो पनि दाइहरूसँग भेट हुन्छ हुँदैन हैन। अब हामी दाइहरू आउँदा हामी गाउँमा हुँदिनौं, हामी हुँदाखेरि दाइहरू हुँदैन। त्यही भएर अब जे होस्, हामी चाहिँ त्यही प्र्याक्टिसको लागि मात्रै भलिबल खेलेको। अहिले चाहिँ गाउँमा यति नै छौं हामी केटाहरू चाहिँ। अब यिनीहरू पनि छुटेर अब विदेश जान्छ होला, कहाँ अब छुट्टिने समय भइसक्यो। अब गाउँमा चाहिँ हामी कोही छौं न। पहिला चाहिँ यो ग्राउन्डमा चाहिँ वरिपरि मान्छे हुन्थ्यो, पालो आउँथेन हैन। गोल लिनु जाइन्थ्यो यहाँदेखि तल। अब त्यही हो, अब गाउँमा कोही छैन। अब दाइहरू हुन्थ्यो पहिला, यहाँ दाइहरू खेल्नुहुन्थ्यो, हामी चाहिँ गोल ल्याउँथ्यौँ, पालो कुर्दै बस्थ्यौँ। अनि केही त्यही हो अब